गर्यो दो पछाडिबाट नै हो फोर्टीको प्लेयरले एउटाको त गेम बिगारिदिएको बट अब यहाँ डिआरएसको म्याच अलमोस्ट बनिसकेको छ फोर्टीले अफकोर्स पुस गर्नुपर्ने हुन्छ सर्कलको लागि मलाई लाग्दैन उनीहरू सिधा कम्पाउन्डमा आउँछ कहीँ न कहीँ यही एजमा कता बस्न सकिन्छ उता बस्ने कोसिस गर्ने हो भाइपर नकआउटको कुरा गर्ने हो भने लड मात्रै बचेको रहेछन् स्टिल क्लच एक्सपेक्ट गर्न सकिन्छ सो डिआरएसको 4 जना प्लेयर बचेको हुँदा अनि जोन पनि अहिलेसम्म त छ अब आउने भनेको कोल्याब सर्कल हो फोर्टीले आएर यो जुन रेड रिज देखिएको छ अलमोस्ट यो साइडमा आफूलाई सेटल गर्ने कोसिस गर्नेछ विथ द भेहिकल स्ल्यामिङ त्यो बिचमा नक निकाल्यो भने डिआरएसको लागि गेम अलमोस्ट कन्फर्म हुन सक्छ 4 एलिमिनेसन उठाइएको छ नजिकै थ्रेट भनेर अलमोस्ट आएको छैन त्यहाँ नकी पछाडि नै बसे बाँकी प्लेयरहरू भेहिकल लिएर अगाडिपट्टि रोक गर्न थालिसकेको छन् गल्ती गरियो क्लियर वाइटीको तर्फबाट पनिस पनि गरियो त्यो गल्तीलाई रिएक्सन थियो नि सायद अझै ढालिदिन्थ्यो होला उनले न त कभर बन्यो त्यहाँ फेरि फोर्टीको लागि त्यति एज त पक्कै पनि उनीहरू चाहन्थेन होला नकीको बिचमा जोनले गर्दा डाउन भए यता भर्चुअस प्रोले एलिमिनेसन निकाल्ने मौका पाइहाल्यो फिनिस सेक्टर गरिहाल्यो T24 को पनि पोजिसन देखिएको रहेछ एक गोली मात्रै कनेक्ट गर्नुपर्ने त्यो पनि गरियो कम्फर्टेबल निकालियो यहाँबाट त डिआरएस को हातमा चिकन डिनर आइसकेको छ राम्रो रोटेसन राम्रो जोन म्यानेजमेन्ट थ्रेट अलमोस्ट फेस गर्नु परेन कसैको स्ल्यामिङ फेस गर्नु परेन अथवा पुश गर्नु परेन मजाले स्निकी वेमा जोनको एन्ट्री निकाल्यो 2v4 ब्याटल म्यानेज गर्नुपर्ने छ आफ्नो चिकन डिनर आई थिंक पहिलो नै चिकन डिनर हो साथी यो टुर्नामेन्टमा डिआरएस 8 मैचमा अगाडिपट्टि चिकन डिनर आयो 12 पोइन्ट भयो त यो पहिलो चिकन डिनर भने चाहिँ डिआरएस को लागि यदि भयो भने 1v3 को सिचुएसन बनिसक्यो रिभाइभ गर्न पोसिबल सायद छैन हेलोले हिल गर्दैछन् डेल्टा डाउन भएका थिए 5 ट्राइबल यो प्लेयरसँग रहेछन् छानामा चढिसके किलर वाइटी छैन यो प्लेयरको लागि क्लच अलमोस्ट पोसिबल छैन तीनजना मिलेर एकजनालाई खोज्दैछन् एकजना गयो भने सायद इफ नट यो म्याच डिआरएस को लागि चिकन डिनर कन्भर्ट हुनेछ चिकन डिनर बनाएको छ डिआरएस ले फाइनली ठुलो राहतको साथ अनि पोइन्ट टेबलमा राम्रै जम्प हुनेछ 70-75 तर्फ लानेछ दिनको अन्त्यमा कोसिस गर्नेछ उनीहरू यदि पोसिबल छ भने 8 को एभरेजमा टच गरेर सेटिस्फ्याक्टरी नै हुनेछ लाइक साइन अफ रिलिफ फर फ्यान्स एन्ड इभन फर द टिम भयो यहाँ वेल क्यालकुलेटेड फाइट भयो कोही लुज गर्नु परेन सबसे इम्पोर्टेन्ट कुरा कोही लुज गर्नु परेन नम्बर बचायो भने अफकोर्स यो टिमले गेम निकाल्न सक्छ वी न्यू द्याट त्यही नै भइरहेको छ प्लेयरहरूलाई 90 FPS मा खेल्न भनिएको छ प्लेयरहरूले त्योभन्दा माथिको FPS मा खेल्न भएन भनेर भनिएको छ त्यही भएर त्यहाँ एडमिनले सबैलाई ग्राफिक्स सेटिङ दिएको भनेर देख्नु भएको छ होला सबै टिमको चेक गरिएको छ टिम एलिमिनेट हुँदा बित्तिकै फाइनली $250 को स्वाद टिमको लागि र टिमले देखाएको पर्फर्मेन्सले अडियन्सहरूलाई पनि साइन अफ रिलिफ हुन भनेको छ यो टिमको